उहिले नेपाली जनताले फालेका राजतन्त्रलाई त्यो तन्त्र फेरि कताबाट उधिनेर कहाँबाट उधिनेर ल्याउने हो, ल्याएर खोइ कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे। अनि मान्छे कुर्सीमा बस्दाखेरि राजा हुने भए त तपाईहरु कुर्सीमा बस्नुभएको छ नि राजा हुनु, यता पनि कुर्सीमा बस्नुभएको छ नि राजा हुनु। कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुहोस्, संविधान अनुसार आउनुहोस्। पूर्व राजा लोकप्रिय छन् भने चुनाव लड्नुहोस्, आउनुहोस्, पार्टी खोल्नुहोस्। एउटा घोष्ट भन्छ नि, छाया, घोष्ट अगाडि सारेर होइन, आफू अगाडि सार्नुहोस् न। लोकप्रिय हुनुहुन्छ भने ठिक छ, चुनाव लड्न आउनुहोस् न। तपाईँलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि, आउनुहोस्, चुनाव लड्नुहोस्, पार्टी खोल्नुहोस्। खोलेकै छ त्यसलाई आफ्नो भन्नुहोस्, मेरो पार्टी भन्नुहोस् न। अनि अलिकति टाउको निकाल्न जस्तो यसो पनि गर्ने, अलिक अप्ठ्यारो पर्यो भने फुत्त फेरि पछाडि तानेर कछुवा ताल्ने, टाउको पनि लुकाउने। अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने कोहीले जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने, यस्तो प्रणाली हुँदैन। नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार्दैन, राजतन्त्र मान्ने हुँदैन। हाम्रो संविधानले राजतन्त्र चिन्दैन, राजतन्त्र फालिसकेका छ नेपाली जनताले। म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुहोस्। संविधानको बाटोमा आउनुहोस्, लोकतन्त्रको बाटोमा आउनुहोस्। सबै समान छन् भन्ने कुरा मान्नुहोस्, सबैलाई अधिकार छ, सबै समान छन्। फेरि राजा भएर रैती बनाउँछु, फेरि 200 कति वर्ष 250 वर्ष फेरि खान्छु। सोझा घलेहरूलाई कुद्दै जाँदाखेरि झाडीमा लुकेर अगाडि गएकालाई त्यस बेला कुदेर जो पुग्छ लिगलिगकोटमा उही राजा हुने थियो। छ्याम काटेर राजतन्त्रको स्थापना गर्नेहरू। उहिलेदेखि यिनको जन्म, यिनको संस्थाको जन्म नै सुरु भएको षड्यन्त्रबाट, यो झाडीमा लुकेर षड्यन्त्रबाट। सकिन्छ भने घरेसँग कुदेर गएर जितेर अगाडि गएर कुद्नै त थियो नि, कुद्नै थियो, कुदेर गएर राजा भएको हुन्थ्यो नि। झाडीमा लुकेर त्यहाँबाट जो अगाडि आउँछ त्यसलाई छप काटेर अनि नजिकै कुदेर गएर आफू चाहिँ म आएँ, म राजा भएँ भनेर कुर्सीमा बस्ने। त्यसरी हत्याएको कुर्सी 250 वर्ष चल्यो। त्यही सम्झिएको होला, झाडीबाट फत्त निस्किएर आएर कुदेर गएर कुर्सीमा बस्नुमा। त्यो जमाना गए, कसैले त्यो जमाना छ भन्ने नसोचे हुन्छ। संवैधानिक र लोकतान्त्रिक बाटोबाट अगाडि बढ्नुहोस्, शान्तिपूर्ण बाटोबाट अगाडि बढ्नुहोस्, विधिको बाटोबाट अगाडि बढ्नुहोस्। बल्मी चाहिँ अराजकताको बाटोबाट, झाडीबाट निस्किएर उही कत्लेआमको बाटोबाट फेरि सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन भन्ने कुरा मैले अघि नै भनिसकेँ। अब मैले अहिले धेरै यता राजनीतिक कुरा गर्न खोजेको थिएन। मैले विकासको कुरा गर्दै विकास भाड्न खोज्ने तत्त्वहरू फेरि अनेक थरी तत्त्वहरू छन्। हामी विकासको काममा लाग्न चाहन्छौँ, उनीहरू फेरि खुट्टा समाउने, खुट्टा तान्ने, हात समाउने अनेक प्रकारका काम गर्छन्। यसैमा अलिकति चित्त बुझ्दैन। लोकतान्त्रिक विधिबाट आउन 84 मा चुनाव हुन्छ, थाहा छ होला नि त। अनि हामीलाई आऊ भनिराखेका छ जनताले, हामीलाई बोलाए भने हामी आइबक्सन्छौँ भन्ने कुरा छोडिदिनुहोस्। बोलाएको छ कि छैन 84 मा टेस्ट गर्नुहोस् न, आफै आउनुहोस्, टेस्ट गर्नुहोस् बोलाएको छ कि छैन। मधेसबाट लड्नुहुन्छ कि पहाडबाट लड्नुहुन्छ कि पूर्वबाट लड्नुहुन्छ कि पश्चिमबाट लड्नुहुन्छ कि कहाँबाट लड्नुहुन्छ, आउनुहोस्।
बिना कसुर मान्छे मार्न पाउने, बिना कसुर मान्छे थुन्न पाउने, बिना कसुर मान्छेलाई कुट्न पाउने, मानव अधिकारको म भन्न नपाइने, अधिकारको अ भन्न नपाइने त्यही जमाना अन्धकार युग, त्यही अर्ध राणा शासन फर्काउँछु भन्ठान्नु भएको छ। फेरि नेपाली जनताको चेतनाको स्तर धेरै माथि उठिसकेको छ। अरू पनि अराजकता मचाउनेहरूलाई म भन्न चाहन्छु, अराजकता बाटो होइन, अराजक ढंगले जाने होइन, संवैधानिक शान्तिपूर्ण ढंगले लोकतान्त्रिक प्रणाली अन्तर्गत त्यस परिपाटीबाट अगाडि बढ्न पाइन्छ। आउनुहोस् सबै मिलेर देश बनाऊ, प्रतिस्पर्धा गरौं, स्वस्थ संवैधानिक बाटोबाट प्रतिस्पर्धा गरौं। जो पनि बन्न पाइन्छ। हामीले अब हामी भयौं कसैलाई छिर्न दिँदैनौं भनेको छैन, प्रतिस्पर्धा त हुन्छ त, आउनुहोस् न त, त्यो बाटोबाट आउनुहोस्, लोकतान्त्रिक अभ्यासबाट आउनुहोस्, सबैलाई बाटो खुल्ला छ। यो जनताले बलिदानबाट स्थापना गरेको व्यवस्था हो। व्यवस्था परिवर्तन गर्नुपर्छ। कुन व्यवस्था ल्याउनुहुन्छ तपाईँ बताउनुहोस्। त्यो व्यवस्था परिवर्तन भनेको छ जनतालाई भ्रम दिएको छ। व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भनेर भ्रम पारेको छ। अवस्था किन परिवर्तन भएन? यस्तो मिल यस ठाउँमा, यस्ता गाउँमा यस्ता मिल हुन्थे पहिले, यस गाउँका महिलाहरूले यस्ता मिलहरूमा काम गर्न पाउँथे पहिले, राष्ट्रिय अर्थतन्त्रलाई सकारात्मक योगदान गर्ने उद्योगहरू यस्ता गाउँमा आएर स्थापना हुन्थे पहिले। अवस्थामा परिवर्तन भएको छ। यस गाउँमा आज जति बालबालिका स्कुल जान्छन्, पहिले पनि त्यसै गरी बालबालिका स्कुल जान पाउँथे, विद्यालयहरू थिए, त्यो अवस्था थियो, परिवर्तन भएको छ। तसर्थ म दाजुभाइ दिदीबहिनीहरूलाई आश्वस्त विश्वस्त रहन आग्रह गर्न चाहन्छु। तपाईहरु ढुक्क रहनुहोस्। देश अगाडि बढ्दै गएको छ। हामी अगाडि बढाउँछौं देशलाई र देश अगाडि बढ्छ। मैले लगभग 60 वर्ष अत्यन्तै व्यस्त र कष्टपूर्ण जीवन बिताएको छु देशका लागि, जनताका लागि। कहिले यसो मधेसतिर झर्छु सुन्छु, केपी ओली त मधेस विरोधी हो, मधेसी जनताका अधिकार विरोधी हो। अनि म कसका पहाडका लागि काम गरिराखेको छु? म आफै झापा झरेको 61-62 वर्ष, आफै झापा झरेको 62 वर्ष भयो भने आफै त्यो पनि त नाम पो अहिले मधेस यस ठाउँको राख्यो। मधेस तराई त झापा पनि होला नि। अनि त्यहाँ विकास नगर्ने? हिमालमा मात्रै हुन्छ विकास? हिमाल प्रोटेक्ट गर्नुपर्छ, हिमाल बचाउनु पर्छ, त्यसले हामीलाई बचाउँछ। पहाडहरूको वातावरण बचाउनु पर्छ, त्यसले हामीलाई बचाउँछ। चुरेको वातावरण बचाउनु पर्छ, त्यसले हामीलाई बचाउँछ। मधेस उर्वर छ। अहिले हामी डरलाग्दो गरी खाद्यान्न, खानेकुरा, अन्न, गहुँ, धान, चामल, पिठो, हरेक चीज बाहिरबाट ल्याइराखेका छौँ। हामी उत्पादन गर्न सक्छौं, ध्यान दियौं भने हाम्रो सम्पूर्ण क्षेत्रहरूलाई सदुपयोग गर्नुपर्छ। हामीले हाम्रो वन जंगलको सदुपयोग गर्नुपर्दछ, रक्षा गर्नुपर्दछ। वन जंगल हामीसँग 46.1% छ, थोरै होइन। यति वन जंगल भए पुग्छ। फेरि मान्छे बस्ने ठाउँ नराख्ने, वन जंगलको देश बनाउने त होइन नि त, मान्छे पनि बस्नु पर्यो नि। त्यसकारण अहिले जंगल जति क्षेत्रफल छ त्यसलाई सघन जंगलको रूपमा परिणत गरौं। जति आबादी छ त्यसलाई सघन आबादीको रूपमा प्रयोग गरौं। जतिमा हामी खेती लगाउँछौं, जहाँ जस्तो खेती हुन्छ त्यस्तै अनुसारको खेती लगाऊ। एउटा प्रकारको खेती हुने ठाउँमा अर्को नलगाऊ। यस ढंगले हामी अगाडि जाउँ। हाम्रा बालबालिकालाई सकेसम्म संरक्षण दिउँ, हाम्रा बालबालिकालाई सकेसम्म शिक्षा दिउँ, हाम्रा छोरीहरूलाई पछाडि पर्न नदिउँ, हाम्रा छोरीहरूलाई पढाउँ, हाम्रा छोरीहरूलाई माया गरौँ, हाम्रा छोरीहरूलाई उचित शिक्षा दिएर राम्रो सन्तुलित आहारका साथ उनीहरूलाई कसरी सकिन्छ ज्यादा भन्दा ज्यादा आफ्नो परिस्थिति अनुसार स्नेहपूर्ण जिन्दगीले उनीहरूलाई हुर्काऊ। उनीहरू नै